नमस्कार साथीहरू। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्नु भएको छ भन्ने खबर आएको छ। सुन्दाखेरि कतिपयलाई खुसी कुरा लाग्ला, एउटा हो पक्राउ पर्नुपर्ने मान्छे त्यो पक्रियो भन्ने जस्तो लाग्छ, मलाई पनि लाग्छ। तर एउटा हाम्रो लागि विडम्बना र दुःखको कुरा हो, किनभने यो विदेशतिर जब सुन्छ नि मान्छेहरूले कि नेपालको पूर्व प्रधानमन्त्री चाहिँ पक्राउ पर्यो, कति बच्चा मारेको, अब के छ आयोगको अनुसार होइन, अनि मारेको अथवा आन्दोलनलाई दबाउन खोजेको, बलपूर्वक जब दबाउन खोजेको भन्ने कुरामा यो हाम्रो लागि सटप सुन्दाखेरि यो बल्ल खायो पक्रियो भन्ने जस्तो भए पनि दुःखको कुरा हो। किन भन्दा देशको प्रधानमन्त्री जस्तो भइसक्यो मान्छे पक्रिनु राम्रो कुरा पक्का होइन, तर उहाँको बानी बेहोरा, उहाँले गरेको चाहिँ कामहरूले गर्दा उहाँ पक्रिनु भएको हो, यो सत्य पनि। र अर्को कुरा के छ भने यदि उहाँको पक्राउ चाहिँ एउटा अरे न्यायको सुरुवात हो, एउटा कानुनी राज्यको सुरुवात हो, र जस्तोसुकै व्यक्ति पनि पहिला जुनसुकै अहदामा भएको मान्छे पनि यदि गलत छ भने त्यसलाई चाहिँ पक्राउ गरिन्छ, त्यसलाई कारबाही हुन्छ भन्ने खालको एउटा भान पार्नको लागि अथवा न्याय गर्नको लागि गरेको भने यसमा ताली। तर यो होइन, यो त एउटा राजनीतिक प्रतिशोध मात्रै हो। हामीलाई चाहिँ हिजो दबाउन खोज्यो, हाम्रो बारेमा यस्तो गरे, रासोपा यहाँ रासोपा त्यहाँ भनेर चाहिँ गाली गरेको थियो, यसलाई चाहिँ पक्रिनुपर्छ भनेर यदि यो गरिएको भने बिल्कुल गलत कुरा हो। किन गलत कुरा हो भने यदि आज यस्तो हिजो हामीलाई यस्तो गरेको थियो, फर इक्जाम्पल रवि सरले चाहिँ के दोष लगाएर भन्छ नि उमा हालेको भनेर, अहिलेसम्म सोफार त्यो क्लियर भएको छैन, अदालतले चाहिँ उहाँलाई क्लिन चिट दिएको छैन, हामी त्यसमा बोल्न मिल्दैन। यदि त्यसकै लागि हामीलाई पनि उसलाई चाहिँ फसाउँछौँ, यस्तो गर्छौँ उस्तो गर्छौँ भनेको पनि यो गलत हो। किनभने यो गलत कसरी हुन्छ भने नेताहरू त मानव बालिन, रवि, ओली, देउबा, प्रचण्डको त आपसी प्रतिशोधमा उनीहरू त चाहिने नचाहिने कानुन बनाउला, उसले उसलाई जेल हाल्ला, उसले उसलाई जेल हाल्ला, देश त पछि पर्छ नि, हामी त पछि पर्छौँ नि। दुनियाँ कहाँ पुगिसक्यो, संसार कहाँ पुगिसक्यो होइन। अहिले पनि हाम्रो देशमा रोड गतिलो छैन, हस्पिटल गतिलो छैन, शिक्षा गतिलो छैन, सरकारी स्कुलको हालत खराब छ। त्यो कुरामा चाहिँ ध्यान दिनुपर्ने ठाउँमा मलाई फल्नु साल यसले मलाई चाहिँ यो मुद्दामा जेल हाल्यो, फल्नु साल मलाई यसले जेल हाल्यो, पहिला त्यो प्रधानमन्त्री हुँदा मलाई हेप्यो, अब मैले हेप्छु भन्ने खालको कतै कुरा निकाल्न सुरु गऱ्यो भने हामी विशेष गरी जनता निकै पछि पर्छौँ। यो परिरहेका छौँ हामी नर्मल दुनियाँभन्दा कमसेकम पनि 5 देखि 15 वर्ष पछाडि छौँ। नर्मल भनेको छु मैले, चाइना, जापान, अमेरिकाहरूभन्दा त 100 वर्षदेखि पछाडि पर्न लागिसक्यौँ। टेक्नोलोजीमा कति पछाडि परिसक्यौँ। हामीलाई अहिलेसम्म गाउँका मान्छेहरूसम्म इन्टरनेट गतिलोसँग छैन। हेमराज दाइले हाल्नुहुन्थ्यो त नि, फोन गर्नु पनि डाँडामा जानुपर्ने स्थिति छ। त्यसलाई चाहिँ फोकस गरौँ, पहिला त्यसलाई फोकस गरौँ। हरेक जनतामा इन्टरनेटको, शिक्षाको, स्वास्थ्यको पहुँच गरौँ, ज्ञान हुनुपर्छ जनतामा। भोलि गएर यसरी भोट माग्नै र यो र्याली गर्दै हिँड्नु पर्दैन कि। जनता बुझ्ने सक्षम भयो भने कसलाई भोट हाल्ने कसलाई नहाल्ने अटोमेटिक आफै थाहा हुन्छ। हामीले पनि प्रविधिको लागि विकास गर्नुपर्ने छ। हिजो प्रधानमन्त्री भयो आजैबाट सबै थोक हुन्छ भन्ने त छैन, तर सुरुवात गर्न सकिन्छ। न्यायको सुरुवात भएको हो भने निकै खुसी लागेको छ। तर प्रतिशोध सुरुवात हो भने हामी सबैलाई दुःखको कुरा हो। हामीले चाहिँ यो कुरा चाहिँ सपोर्ट पनि गर्नुपर्छ राम्रो कुरामा, बिल्कुल 100%। हिजो एमालेलाई पनि गरियो, काङ्ग्रेसले पनि गरियो, माओवादीलाई पनि गरियो, जनताले गरे, सबैले गरे, अब रासोपालाई पनि गरिन्छ। तर खराब अथवा प्रतिशोध लिने काम व्यक्तिगत रूपमा युज गर्ने काम गर्छन् भने खबरदारी गर्नुपर्छ। आशा छ यो चाहिँ होइन, यो न्यायको सुरुवात हो। त्यसको लागि ह्याट्स अफ सबैजनालाई। हाम्रो नयाँ होम मिनिस्टर हुनुहुन्छ सुदन सर होइन, यङ मान्छे, उहाँको यङ ब्लड भए पनि उहाँले विवेक पुर्याएरै काम गर्नुभएको छ भन्ने आशा छ। यो भनिरहँदा फेरि म एमालेको झोले होला भन्ने सोच्नुहुन्छ भने होइन, बिल्कुलै होइन। मेरो भिडियोहरूमा मैले एमालेलाई गाली पनि गरेको छु, रासोपालाई समर्थन गरेको मान्छे हो। म राम्रो कामको सपोर्ट गर्ने मान्छे हो। म सधैँ राम्रो कामको लागि सपोर्ट गर्छु। देशमा यस्तै सुशासन आयो, भोलि कसैले पनि भ्रष्टाचार गर्न डराए, कसैले पनि अरूलाई हेप्न डराए होइन, अनि केटी मान्छेहरू खुल्ला रूपमा हिँड्न सक्छन्। त्यो भयो भने हामीलाई पनि खुसी लाग्छ। हामी पनि आफ्नो देश फर्केर 2 महिना छुट्टीमा घर जाँदाखेरि पनि देशमा कति कुरा देख्नुपर्छ कि दुःख लाग्छ हुन्छ नि। एउटा लगाइसन बनाउन जाँदाखेरि 3 दिन 4 दिन ट्रायल दिन धाउनुपर्छ। एक दिन भोलि आइज भन्छ, अर्को दिन भोलि आइज भन्छ। एउटा राष्ट्रिय परिचय पत्र बनाउन जाँदा 10 ठाउँमा घुम्नुपर्छ। त्यो त हामीलाई पनि दुःख लाग्छ कि होइन, बिल्कुल दुःख लाग्छ। विदेशतिर सिस्टम हुन्छ, घरबाट अनलाइनबाट सब थोक बनायो, अपोइन्टमेन्ट लिएर गयो, सिधा गयो, यति बजी अपोइन्टमेन्ट भने त्यति बजी त्यहाँ टाइम पाइन्छ, फाटफुट गऱ्यो, 10 मिनटमा सकायो, 15 मिनटमा घर आइन्छ। नेपालमा के छ, 2 बजी खुल्छ भन्यो, 1 बजीदेखि गएर लाइनमा बस्यो, 5 बजेपछि ल आज बन्द भयो, भोलि पाला आउँछ भने त्यस्तो भन्दाखेरि दुःख लाग्छ हामीलाई पनि। हामी बिल्कुल खुसी छैनौँ कि। विदेश पनि सबै मान्छे खुसी बिल्कुल पनि छैनन् होइन। हामीलाई पनि रहर छ, हाम्रो देश राम्रो होस्, समृद्ध होस्, सुशासन होस्, हामी पनि केही आफ्नै देशमा गर्न पाऊँ, आफ्नो सिप जे जस्तो भए पनि नर्मल सिप पनि आफ्नो देशमा युज गर्न पाइयोस् भन्ने हामीलाई पनि लाग्छ। हामी जस्तो युवाहरू नै नेपालमा हामीले जति पनि यहाँ 8-10 घन्टा 10 घन्टा काम गर्छौँ नि, त्यो काम हाम्रै देशमा गरेको डेभलप हाम्रै देश हुन्थ्यो, त्यो हामीलाई पनि थाहा छ। तर विडम्बना अवसर छैन, आशा छ अवसरको सुरुवात हुन्छ। तर आज बालेर आउने बित्तिकै यत्रो धेरै आशाको कुरा गर्नु त्यो पनि गलत हो, म बुझ्छु। मैले आशा गरेको छैन, म एउटा बुझ्ने समझदार नागरिकमै पर्छु जस्तो मलाई लाग्छ। त्यही भएर चाहिँ आज जुन पक्राउ भएको खबर आएको छ, यदि यो न्यायको सुरुवातको लागि हो भने
एड्सअप, तर बदलाको लागि मात्रै हो भने चाहिँ सरी, हामी खबरदारी गरेनछौँ। जुनसुकै पार्टी जहाँ भएर भए पनि मेरो कुरा सबैले सुनोस् नसुनोस् आफ्नो ठाउँ छ, तर भोलि मलाई रिग्रेट हुँदैन कि मैले चाहिँ यो कुरामा खबरदारी गरिनँ भनेर। त्यही भएर न्यायको सुरुवात छ भने तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हामीले न्यायको भएको अनुभूति पक्कै पनि पाउनेछौँ। यस्तै अरू पनि धेरै फाइलहरू छन् जुन खुल्नुपर्ने छ है, त्यसमा पनि ध्यान जाओस्। अब इनिसिया विवेकको काण्ड पनि त्यस्तै भइराखेको छ। त्योभन्दा पहिला कति त्यस्ता बलात्कार र हत्याको काण्ड पनि तिनीहरू पनि खुलियोस् होइन। त्यसको लागि पनि उहाँलाई रिमाइन्ड गराउन चाहन्छु। अरू यदि चाहिँ प्रतिशतको बल चाहिँ नलिउँ, यदि लिएको रहेछ भने पनि यसलाई सुधारौँ, किन भन्दा यो मौका फेरि फेरि आउँदैन। त्यही भएर यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला। जितको शुभकामना। राम्रो कामको सुरुवातको लागि पनि धेरै धेरै धन्यवाद, शुभकामना। यस्तै देख्न पाइयोस्, यस्तै राम्रो सुन्न पाइयोस्। हुन राजाको पालामा कस्तो थियो भन्दा नि दुनियाँले सपोर्ट गर्थ्यो, यो गर्थ्यो, अरे देख्न पाइएन। ओली प्रचण्डहरूलाई कसैले नटेरेको हामीले देखेकै हो। इन्डिया गएर पनि भैँसी बोकेर हिँडेका हुन्, राङ्गो बोकेर हिँडेका हुन् प्रचण्डले। तर जुन मान्छेले भन्छन् नि हेर्दाखेरि पनि राम्रो छ, ट्यालेन्टेड छ, पढे लेखेको छ, यङ छ, त्यो देख्दाखेरि चाहिँ कसम चाहिँ खुसी लागेको छ बालन सर। तपाईँबाट धेरै आश छ। होप हाम्रो आशा पुरा हुनेछ। धेरै धेरै शुभकामना। नमस्ते।